नमस्ते, गुड मर्निङ, शुभ बिहानी सम्पूर्णमा। आज चाहिँ मेरो बुढोले घरमा पूजा गर्नुभयो र हाम्रो भान्जा बाबुको आज जन्मदिन थियो, उहाँको बर्थडे थियो। हामी चाहिँ घरबाट निस्किनु पर्ने थियो आज। तराईदेखि पहाडको यात्रा थियो आज हाम्रो। अनि हामीले भान्जा बाबुले चाहिँ टिका लगाएर दक्षिणा दिएर उहाँलाई आशीर्वाद दियौँ, किनकि बेलुका हामी सँगै हुन्थेनौँ उहाँको बर्थडेमा। त्यसपछि चाहिँ हामीले नास्ता पनि रेडी गरेर नास्तामा चाहिँ रोटी चटनी चिया रेडी गरेका थियौँ, खानालाई रेडी भइरहेका थियौँ। त्यसपछि हाम्रो भान्जा बाबुले आएर हामीलाई चक्लेट बाँड्नुभयो, हामीले अनि त्यसपछि नास्ता खायौँ। नास्ता चाहिँ खाएर पेट पनि अघाइसकेको थियो। त्यसपछि हामीहरू सिलगढी जानको लागि हामी चाहिँ सिलगढीसम्म म जानेवाला थिएँ र मेरो बुढो चाहिँ बाजुरासम्म जानुपर्ने थियो। हामी त्यहाँदेखि रेडी भएर घरबाट निस्क्यौँ। आज होलीको दिन हामीले होली पनि खेल्न पाएनौँ, के गर्ने, यस्तै छ, यात्रामा छौँ। घरबाट निस्केर माछा लगेर जाने फ्रेस पोखरीको भनेर आएको, यहाँ चाहिँ मान्छे नै नहुनुहुने रहेछ। त्यसैले हामीले यस्तो माछा के खाने, तराईको सेती नदीको ताजा माछा खानुपर्छ, बाटोबाट लगेर जानुपर्छ भन्ने भयो। अनि त्यहाँदेखि हामी निस्क्यौँ, बिस्तारै निस्क्यौँ। अनि हामी बिस्तारै आफ्नो यात्रामा निरन्तर लागिरहेका छौँ। अहिले चाहिँ हामी अत्तरिया चोक पुग्यौँ, त्यहाँदेखि पनि निस्केर त्यही गरी कटेर हामी गोदावरीको पुल नजिकै पुग्दैछौँ। फाइनल्ली हामी त्यहाँ गोदावरीको पुल पनि पुगिसक्यो। आज चाहिँ होलीको दिन भएर होला सुनसान छ कि यता, कहीँ पनि मान्छेहरू हुनुहुन्न। त्यसपछि हामी गोदावरीको उकालो लाग्यौँ, पहाड स्टार्ट भइसक्यो, तराई सकेर पहाडको उकालो लागिसक्यौँ। म चाहिँ अब त्यही त हो, भोट हाल्नको लागि चाहिँ आफ्नो माइती सिलगढीसम्मको यात्रा मेरो थियो र मेरो बुढोको चाहिँ पहिलोचोटि ससुराली जाँदै हुनुहुन्थ्यो। अनि त्यसपछि चाहिँ मेरो बुढो चाहिँ त्यसपछि आफ्नो पहाड घर बाजुरा जानुहुनेवाला थियो। अनि हेर्न सक्नुहुन्छ चुनावी माहौल हुनाले होला यति धेरै गाडीहरू थिए नि रोडमा, पुरै छोडिदिनु गाइस। अनि प्याक्कै पुरै हाइसहरू, बसहरू, बाइकहरू, सबै मान्छेहरू सबै चुनावको लागि भोट हाल्न नै जाँदै हुनुहुँदो रहेछ। अनि त्यस्तै गरेर हामी चाहिँ खानडाँडा पुग्यौँ। त्यहाँ हेर्न सक्नुहुन्छ घर घरमा झन्डाहरू, यस्तो माहौल बनेको रहेछ कि यतातिर त प्रचार अनि यताउति चुनावी माहौल एकदम खतरा के। उतातिर धनगढीतिर चाहिँ त्यस्तो देख्न खासै पाइँदैन कि, खासै मतलबै छैन कि हामीले नदेखेर के हो है। हामी त्यसपछि भासुको भिडमा पुग्यौँ। मलाई लास्टै अल्छी लाग्यो, बाइकमा बसेर कम्मर दुखेर एकछिन रेस्ट गर्नको लागि हामी उत्रियौँ। कस्तो राम्रो बाख्राहरू अनि हाम्रो बाजे पनि कुकुर पनि नजिक आएको थियो, हाम्रो डगी। अनि त्यसपछि हामी त्यहाँदेखि निस्क्यौँ, सहजपुर पुग्यौँ हामी। अनि बिस्तारै सहजपुर हुँदै हामी जोराल गाउँपालिकाको गेटमा पुग्यौँ। अब ड्युटी स्टार्ट भयो कैलाली सकेर। अनि बिस्तारै त्यहाँको यात्रामा बुढाबुढी मिठा गफ गर्दै अगाडि बढ्यौँ। हेर्न सक्नुहुन्छ कस्तो राम्रो आरुहरू फलेको के, आरुको फुलहरू। अनि यहाँ बिचमा हेर्नु न गाडी एक्सिडेन्ट भएको रहेछ, कस्तो के बाटो पनि कति अप्ठ्यारो, ठाउँमा भत्केको। अनि आज होली थियो, यति धेरै मान्छेहरू होली खेल्दै हुनुहुन्छ बाटोमा। हामी चाहिँ अहिले बुढर पुग्यौँ। अनि यो चाहिँ बुढरको चेक पोस्ट हो। अनि हामी जाँदै थियौँ, बाटोमा सबै मान्छेहरू होली खेलेर रमाउँदै हुनुहुन्थ्यो। हामीले भोक लागेर खाना खान एउटा होटलमा बस्यौँ र हामी खाना खाँदैछौँ। हामीले त्यहाँ चिकन खाना खाएर त्यहाँदेखि बिदा भएर आफ्नो यात्रामा निस्किसक्यौँ, हेर्न सक्नुहुनेछ। अनि त्यही हो गाइस, अब बाटोमा चाहिँ भैली खेल्ने भैली होइन है, यो चाहिँ म चाहिँ झुक्किएको कि भैली होइन, होली खेल्ने मान्छेहरूको भिड यस्तो थियो नि बाटोमा ठाउँमा। हामीलाई कम्तीमा पनि 25-30 जना भन्दा नि बढी मान्छेहरूले गाडी रोकेर पैसा माग्नुभयो होला कि। हामीले पनि अब ठिकै छ, वर्ष दिनको 4 बार आफूले होली खेल्न नपाए पनि दिनुपर्छ भन्ने भयो। अनि त्यसमै लगभग 3-4 हजार त त्यही बाटोमा सक्यो कि गाइज। अनि त्यहाँदेखि हामीले त्यो स्याउलेमा अलिकति फलफुलहरू किन्यौँ। अनि त्यहाँदेखि निस्किएर हेर्न सक्नुहुन्छ बाटोमा कति धेरै ग्रुप के ठाउँमा
सबैले यहाँ चाहिँ एउटा बहिनीले चाहिँ हजुरको मैले टिकटक देखिरहेको थिएँ, बिग फ्यान दिदी भन्दै थियो। अनि मैले कस्तो अर्कै लाग्यो कि खुसी पनि लाग्यो। अनि मेरो पनि भिडियो हेर्दा रहेछन् मान्छेले भन्नुभयो क्या। अनि त्यहाँदेखि हामी निस्क्यौँ। हेर्न सक्नुहुन्छ यति धेरै ग्रुप थियो ठाउँ ठाउँमा क्या। लास्टमा त खल्तीमा पैसा सुक्को पनि रहेन भने पनि भयो, छुट्टा पैसाहरू त सबै सकिहाल्यो कि। अनि हाम्रो हेर्नु न भाइले पारा, यही हो हाम्रो पारा भन्दै थियो क्या। अनि त्यही हो, गाउँघरतिर चाहिँ रमाइलो छ। त्यसपछि हामी चाहिँ दिपाल सिलगढी नगरपालिकाको गेटमा प्रवेश गरिसकेका छौँ। अनि यहाँ चाहिँ अब बिस्तारै हामी आयौँ। अनि हामी कुलपाती क्रस भएर अब यो चाहिँ एसटिएस सेती प्राविधिक शिक्षालय नजिक पुगिसकेका छौँ। यो चाहिँ मैले पढेको कलेज पनि हो गाइज। अनि बिस्तारै हामी दिपालको पिपल्लामा पुगिसक्यौँ। आज होलीको दिन चुनावी माहौल हुनाले होला पुरै पसलहरू बन्द थियो कि, सुनसान थियो। गाडीहरू पनि 1-2टा देखिरहेको थियो। त्यहाँदेखि हामी निस्क्यौँ र फाइनल्ली हेर्न सक्नुहुन्छ म यहाँ, यो चाहिँ मेरो घर हो, माइती घर हो, हेर्न सक्नुहुन्छ माथिको। अनि मेरो घरमा कोही पनि हुनुहुन्थेन कि, अनि भाउजू चाहिँ पसलमा हुनुहुँदो रहेछ। हामी डाइरेक्ट पसलमा आएर बस्यौँ र मेरो बाबुले हामीलाई ढोकारेर हामीलाई माया गरेको हेर्न सक्नुहुन्छ। हामी पसलमा आएर भाउजूसँग बसिसक्यौँ। यहाँ मेरो बाबुले म आउन पाएको थिएन, मसँग होली खेलेर हेर्नु न। अनि एकछिन हामी त्यहाँ बस्यौँ, साँझ परिसकेको थियो। त्यसपछि हामी घर आयौँ। आज मेरो बुढो पनि यहीँ बस्नुभयो। म आफ्नो कोठामा गएँ, ड्रेस चेन्ज गरेँ। अनि त्यसपछि चाहिँ मेरो मम्मी पनि आउनुभयो, भोट हाल्नको लागि आउनुभएको थियो मेरो मम्मी पनि। चुनावमा आउनुपर्छ भनेर मेरो बाबुले माया गर्यो। अनि त्यसपछि हाम्रो भिनाजु पनि आउनुभएको थियो, मेरो बुढो, मम्मी, ड्याडी सबै बसेर मम्मीले लिनुभएको, हामीले ल्याएको कोसेलीहरू खाँदै थियौँ। मिठो मिठो मानेर जेरी फलफुलहरू यताउति थियो, मैले पनि खाइदिएको ल, मिठो छ। अनि त्यसपछि हामीले खाना पकाएर खाना खायौँ। आजको हाम्रो खाना चुलोमा पकाएको, मम्मीको हातको कस्तो मिठो के। अनि उहाँ चाहिँ मेरो भाउजू हुनुहुन्छ, भाउजूको चाहिँ आज व्रत थियो। हामीले चाहिँ माछा र भात खाइदिएको। त्यसपछि चाहिँ मैले मुखसुख धोएर भिनाजुलाई, मेरो बुढोलाई बाई गुड नाइट भनेर त्यहाँदेखि त्यो कोठादेखि तल्लो कोठामा आएँ। अनि यहाँ चाहिँ मेरो भिनाजु र मेरो बुढो सुत्नुभयो तल्लो कोठामा चाहिँ, म अनि मेरो बाबु अनि भाउजू सुत्यौँ। अनि मम्मी ड्याडी चाहिँ अर्को कोठामा